मलाई चाहिँ डर लाग्यो यहाँ बसिरहेको छु अबे टाइटानिक अरे लु हाम्रो जग्गातिर चाहिँ यस्तो दामी दामी हो भ्यूहरु यस्तो दामी बनाएको छ हामी चाहिँ तिनधारेको स्काई वक अरे नयाँ खोलेको रहेछ यहाँ आइरहेको छु लास्टसम्म हेरिदिनुस् होला इन्जोय गरिदिनुस् होला हो सब्स्क्राइब पनि नबिर्सिकन गरिदिनुस् होला है ल्या उता सिधै गयो त छेसङ त सिधै गयो त मम्मी छेसङ हाई गर त 50 रहेछ एकजनाको हर्नबिल पार्क अरे नि त अम्मा हामी चाहिँ यहाँनिर आइरहेको छु एकदमै राम्रो रहेछ यहाँ मम्मी हुनुहुन्छ यहाँ भाउजू यहाँ पिकु दिदी हल्लिन्छ अन्त हामी चाहिँ माथि आए हो मलाई चाहिँ डर लाग्यो यहाँ बसिरहेको छु अबे तपाईँलाई डर लागेन यहाँ त केही जस्तो लागेन अस्ति गान्तोकमा चाहिँ डर लागेको थियो यहाँ त केही जस्तो लागेको छैन मलाई त फर्स्ट टाइम भएर लाग्यो बहिनी त हिँडेको राम्रो त निकालेन म त मलाई चाहिँ फर्स्ट टाइम भएर होला कि मलाई त्यही डर लाग्यो त्यही भएर यहाँ बसिरहेको छु खै छेसन म त आमासँग आएँ भन्दैछु हिन्दी पनि बोल्दो रहेछ पढाइ त ऊ छेसन भगवान टिप्लिँदैन आँट्नु त आँटै कुनै जान सक्छ केही भन्यो आएर अपार्टमेंटों में अगर कर रहे हो तो अपार्टमेंटों में सिक्योरिटी मिल जा रही है अपार्टमेंट का जैसे कि हम स्काई टावर अगर अपार्टमेंट है 15 तला 20 तला वाले तो वहाँ पर हम लिफ्ट के वहाँ पर लगाते हैं माथिबाट तल झरिसके हो डर लाग्यो म चाहिँ तपाईँहरूलाई के सजेस्ट गर्न चाहन्छु भन्दा चाहिँ हो तपाईँहरू चाहिँ हो यहाँ आउनु भयो भने चाहिँ हो यस्तो जामाहरू चाहिँ जामा होइन जामाहरू चाहिँ लगाएर चाहिँ नआउनुहोस् होला किनभने चाहिँ एकदम हामीलाई चाहिँ के अरे जामा लगाएर आउँदा चाहिँ अलिक साह्रो पर्दछ किनभने चाहिँ म तपाईँलाई देखाउँछु हेर्नु ल यहाँ माथिबाट चाहिँ सबै देख्दो रहेछ म तपाईँलाई सजेस्ट गर्छु कि यहाँ चाहिँ एकदम प्यान्ट लगाएर आउनुपर्ने रहेछ हो ए
प्यान्ट लगाएर आउनुपर्ने रहेछ अनि मलाई चाहिँ डर पनि लाग्यो हो। अब यहाँबाट चाहिँ फर्किन्छौँ हामी तल पार्क छ अरे हो। अब त्यहाँनिर जाँदैछु। यहाँ तलबाट चाहिँ नानीहरूको पार्क रहेछ नि त नजाने अरे। अब चाहिँ हामी फर्किने यहाँ आइन लड्छ नै बस्छ छोड्दै लड्छ पानी पर्न थालिसक्यो। दामी कस्तो मजाले बनाएछ तर टाइटानिक अरे लु हाम्रो जग्गातिर चाहिँ यस्तो दामी दामी हो भ्यूहरू यस्तो दामी बनाएको छ। टाइटानिक कस्तो दामी बनाउनु भएको रहेछ हौ। कसरी है यहाँनिर यस्तो तलनिर यस्तो दामी भिडियो गर्नुहुँदैछ दाल खै यहाँ तलबाट भ्यू हेरौँ। यहाँबाट कस्तो दामी देखेको हेर्नु भ्यू। टाइटानिक पोज गर हिरो नि खै भन्दैछ सिँढी हिँड्नु परेको अहिले पनि सिँढी हत्तु म त झन् ओह्रालो र उकालो हिँड्दा हत्तु भनेर छु बिहान मर्निङ वक नागढुङ्गासम्म। अहिले फेरि यता म त आजको लागि कहाँ बनाएको त आजको त मैले हालिदिएँ नि त कस्तो दामी। भोलि यहाँ चाहिँ अब मोमोहरू खाइकन जाने हामी। मजा आयो मम्मी ठुलो बनाएको छु है। अब चाहिँ हामी यहाँनिर मोमोहरू खाएर चाहिँ घर जाने। अनि आजको लागि यति नै। सब्सक्राइब गरिदिनु नबिर्सिदिनुहोस् होला। बाई बाई गुड नाइट टेक केयर।